तपाईको यो बाहिरबाट आउँदाखेरि के ल्याउन पाउने हो उताबाट? होइन भन्सा नतिरिकन जस्तै म कामको लागि गयो हजुरको होइन, जस्तै 2 वर्ष 1 वर्ष हुन्छ नि जस्तै, अब त्यसमा के ल्याउन पाउने, केलाई भन्सा लाग्ने थाहा छैन नि त मलाई। एउटा हजुर 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 जस्तै चलाएकै 2-3टा सेट बोकेर आउनु पाउँछ पाउँदैन? पाइँदैन। आइफोन 2टा पाउँदैन, चलाएको भए पनि आइफोन 2टा पाउँदैन। हजुर हजुर नचलाएको एउटा नचलाएको पनि 2टा आइफोन ल्याउन पाउँदैन। जस्तै सामसुङ चाहिँ पाइयो फेरि? होइन पाइएन। आइफोन तपाईँलाई सामसुङ चाहिँ 2-3टा चलाएको पुरानो छ भने ल्याउन पाइयो होइन? हजुर हजुर आफूले चलाइराखेर आफ्नो आइडीहरू सबै भएको कति महिनामा खोलेको छ त्यहाँ सबै हेर्छ नि त पुलिसले। कति दिनमा कति महिनामा खोलेको कति चलाएको छ त्यो हेर्छ होइन? हजुर हजुर अझ त हजुर घर आउनु भयो 1 महिनाको अगाडि त्यसको लागि नेपाल छिराउनको लागि मात्रै भयो भने मिल्दैन। हजुर हेर्छ कि त्यहाँ हजुर मिल्दैन। अब अरू पाइयो, आइफोन चाहिँ पाइएन। चलाएको भए पनि आइफोन 2टा ल्याउन पाइँदैन। सामसुङ नि पाएन, ओप्पो सोप्पो केही पाएन? दुईटा चलाएको पाइयो, हजुर चलाएको पाइएन, सिमट्याग पाइएन। जस्तै ओप्पो भयो 2-3टा नि पाइयो? पाइएन। नयाँ एउटा मात्रै हो। आइफोन चाहिँ पाउँदैन, दुईटा पाउँदैन के। अब जस्तो तपाईँसँग ओप्पो 2टा छ भने एउटा हजुरसँग छ होइन? हजुर हजुर नयाँ छ ल्याउन पाइयो। हजुर नयाँको 2टा सिमट्याग ल्याउन पाइयो। अनि आइफोन चाहिँ हजुरले नि युज गरिरहनु भएको छ भने हजुरले चलाएको भने आइफोन 2टा छिराउनु दिँदैन कि चलाएको भए पनि। एकचोटि आउँदाखेरि बस तपाईँको छुट्टीमा आइराखेपछि ल्याइराख्न पाइयो? आइराख्दा पनि पाएन। पाएन? आइफोन चाहिँ चलाएको भए पनि 2टा पाएन कि। जस्तै हजुरको जस्तै एकचोटि म गएँ ठिक छ, मैले आइफोन लिइसकेँ अर्को पनि चलाउनु हो है हजुरले होइन? चलाउनु युज गर्नु भएको छ हजुर, तर 2टा हजुरले नेपाल छिर्न पाउनु भएन लिएन। त्यसलाई ट्याक्स दिनु पऱ्यो। मैले भन्दा खोजा होला है, जस्तै पहिला सुरु म गएँ एउटा आइफोन लिएर आएँ ठिक छ, एउटा मेरो मिसेसको लागि ल्याएँ अथवा साथीको लागि लिएर आएँ होइन, त्यसपछि फेरि म गएँ नयाँ त पाइयो फेरि होइन, दुईटा एउटा मैले युज गरेँ, एउटा नयाँ ल्याएँ त्यसमा भन्सा पाइयो फेरि ल्याउन पाइएन के। अनि हजुर सुन्नु मेरो कुरा पुरा। अनि जस्तै फेरि म गएँ छुट्टीमा आउँछु नि त, फेरि म गएँ फेरि उताबाट आइफोन ल्याउनु पाउँदैन त्यसो भए आएको छुट्टीमा चाहिँ? हजुर हजुर एउटा सिलप्याक ल्याउनु पाइयो, एउटा चाहिँ चलाएको भयो नि पाइयो, तर नचलाइकन 2टा सिङ्गो पाइएन। अनि अहिले त नयाँ नियम आछ, मिक्सर सिक्सर खै के लान पाउँदैन ल्याउन पाउँदैन भनेर सुन्थ्यो क्या, हेयर डाई हजुर हजुर। होइन अस्ति तपाईँको कुन चाहिँ अस्ट्रेलिया बस्ने एउटा छ क्या युट्युबर, यस्तो राम्रो कुरा चाहिँ राम्रो गर्ने हो, उनले चाहिँ भन्थ्यो कि अब यसो कारणले 2टा लान पाइएन। तपाईँहरूले त तपाईँहरूले पाउँदैन? हामीले पाउँछ त पुलिसहरू लान्छ, हामीले कहाँ पाउँछ? हामी त पुलिसहरू भएको त नि, हामी त चेकिङमा ठ्याक्क कति केजी छ भनेर चेक गर्ने हो। अब त्यहाँ कति के छ भनेर अब त्यहाँ हेर्ने हो मात्रै हो, हामीले चेकिङमा राख्ने मात्रै हो, टिप्ने हेर्ने खोल्ने सबै पुलिसको काम हो नि। यता जाँदैन? त्यो चाहिँ पुलिसको काम त्यो चाहिँ? हामीलाई हेर्न पाउँछ, दिन्छ त नि, पुलिसकै काम भनेको खोल्ने ओर्ने हेर्ने आफ्नो डिभाइडको थिएन नि त। लागु छैन कतारबाट कति सामान धेरै पोटपराको मान्छे सामान कति कतारबाट कति छिराउँथ्यो, कतारबाट त्यसो होइन साउथबाट ल्याउन पाउँदैन थियो, कतारबाट चाहिँ त्यहाँ थाहा भइहाल्छ अब कुन ठाउँबाट आएको भन्ने थाहा भइहाल्छ। हजुर हो टिकटमै हुन्छ नि। कतारबाट चाहिँ जति पनि ल्याउन पाउँछ, अहिले कतारले टिभी ल्याउन नपाउने, मिक्सर ल्याउन नपाउने भनेर त्यतिखेर कति मान्छेको सामान फालेर होइन कति महँगो तिरेर हालेर ल्यायो होला नि है। अस्ट्रेलियाबाट ल्याएको सामान पनि कति जस्तो सामान तपाईँलाई केटीमा ल्याउन पाइन्छ, यस्तो भनेको कति धनी हुने बाबा पुलिसहरू
नसै नि 130 रुपियाँ